कस्तो भयो आजको एक्जाम? यहाँ छोड्दै एक्जाम 3-4 दिन यसो घुम्न जानुपर्छ, रेला गर्नुपर्छ। त्यही त भाइरल ठाउँ खोज्दै गर, चटक्क टिकटक बनाउनु पर्छ। तिमीहरू पनि जहिले मजाक मात्र नगर न यार। अब त के गर्ने, के पढ्ने, कहाँ जाने सोच्ने बेला होइन र? ल त्यही सोचेर बस ल, हामी चाहिँ हामी चाहिँ गयौँ, गयौँ बेलुका ल? च्याटमा भेटौँला ल। पक पक। ल बेलुका ग्रुप च्याटमा भेटौँला ल। ल ल बाई। बाई। हेलो दिजु ढोगरे भाग्यमानी बाबु, भाग्यमानी। अनि हजुरहरूको के छ? मेरो पनि ठिक छ। अनि भेना भान्जी कता जानुभयो? भिनाजु त अफिसमा हुनुहुन्छ। भान्जीको कलेजको जाँचको अन्तिम दिन आउँदै होली। ल आयु कति लामो रहेछ तिम्रो भान्जीको, नाम लिन पाएन आइपुगी। मामा मामा ल कुरा गर। दर्शन मामा, सन्चै हुनुहुन्छ? सन्चै, अनि के छ? आज एक्जाम पनि सकिएछ, अबको प्लान के छ त? नेपालमै के गर्ने कि विदेशतिर जाने? खै मामा, देशको हालत त यस्तो छ, साथीहरू विदेश भन्छ। सुन्नु न मामा, जापानमा हामी स्टुडेन्टहरूको लागि कस्तो छ? धेरै राम्रो छ नि भान्जी। नेपाली स्टुडेन्टको पहिलो रोजाइ भनेकै जापान हो अहिले। फेरि तिमीले यहाँ सिकेको सिपलाई आफ्नै देशमा गएर नि त प्रयोग गर्न सक्छौ, होइन र? हो त मामा। भान्जी अब जापान आउन हानामी गएर सुरु गरे है त खान्जी। हस् मामा, साथमा हानामी, अब जापानमा म पनि। हानामीको हातेमालो, अब जापान आउने तपाईँको पालो। अब जाने होइन त?